दुरुपयोग अनुसन्धान आयोग, लोकमान सिंह कार्की पूर्व प्रमुख अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोपाल बहादुर खड्का पूर्व महाप्रबन्धक नेपाल आयल निगम, रमेश लेखक पूर्व गृहमन्त्री, आर्जु राणा देउवा पूर्व परराष्ट्र मन्त्री, बालकृष्ण खाँड पूर्व गृहमन्त्री, ओम विक्रम राणा पूर्व प्रहरी महानिरीक्षक, हेमबहादुर गुरुङ पूर्व प्रहरी महानिरीक्षक, रमेश चन्द्र ठकुरी पूर्व प्रहरी महानिरीक्षक, दुर्गा प्रसाई मेडिकल व्यवसायी। यी व्यक्तिहरूमाथि ज्यान मार्ने धम्कीपछि प्रहरीले सुरक्षा व्यवस्थाका निम्ति पत्रचार गरेको छ, जसमा पदार्थ नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रमनिको सचिवालय, रानीपोखरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा